वेलकम टु माई च्यानल। आज हामी जाँदैछौँ फ्यान फुलहरू हेर्नलाई। अनि हाम्रो साथमा हुनुहुन्छ हाम्रो सन्तोष दाजु अनि भाउजू अनि हाम्रो दाजु। यता छ हाम्रो यता कोठा। आउनुहोस् झ्याप्पो धोका दिनु लाग्यो। आउनुहोस्। अब हामी चाहिँ अब यहाँबाट 1 घन्टाको यात्रामा जाँदैछौँ। त्यहाँ फुलहरू हेरेर म चाहिँ फेरि इन्सानमा जानुपर्ने हुन्छ भोलि काम छोड्नलाई। अनि हाम्रो दाजुहरू चाहिँ यहीँ आउनुहुन्छ। उहाँहरूको चाहिँ भोलि नै बिदा छ, मेरो छैन। अब हामी यात्राको क्रममा खोलौँ हरस सरला हाम्रो चाहिँ यहाँ छ दाजुको पुग्नुपर्छ। त्यहाँ निकै टाढा हुन्छ। ल हाम्रो दाजु भाउजू पछाडि सिटमा बसिदियो। सिङ्गल मान्छे अगाडि बढ्नु पऱ्यो नि त। भयो ल सिरिस दाजु भाउजू ल यतिको मान्छे हुनु पऱ्यो क्या। ढोका खोलिदिने आफ्नो छैन के गर्नु। ल हानेमा काम जारी छ। अनि साथीहरू अब हामी त्यहाँ पुग्नलाई चाहिँ लगभग 1 घन्टा 1.5 घन्टा लाग्ने रहेछ। 12:30 मा पुग्ने रहेछ हामी। अब स्पिड कति कुराउँछ हाम्रो गुरुजीले त्यो अनुसारमा पर्छ। होला त्यही होला। अब हेर्नु होला कस्तो छ। हाम्रो यात्रा शुभ रहोस्। हामी सन्तोष दाजु हजुर ल शुभ होस्। कोरियाको गाउँहरू छ यतातिर मेरो माया कुरा सुनि मनको भावनालाई तिमीले बुझिदेऊ न। हेलो साथीहरू, हामी चाहिँ लगभग 2-3 घन्टाको यात्रापछि 2-3 घन्टा लगायो नि। झ्यामा निन्द्रा लाग्यो, झ्याप लाग्यो। स्टेसनतिर आइपुग्यो है। स्टेसनमा एक त जाम हुने, एक त जाम भर्नु, एक त पार्किङ नपाउने, झ्याउ लाग्ने के हो। यस्तो गेमहरू पनि ठाउँ थियो यस्तोतिर। धेरै निकै टाढा भयो। 1.5 घन्टाको बाटोलाई अनि 3 घन्टै लाग्यो नि त। अनि त 12:30 मा आउनु पऱ्यो भने 1:30 मा आइपुग्यो। अनि 3 घन्टा लाग्यो नि। अल्छी झ्याउ यहाँ चाहिँ यस्तो रहेछ साथीहरू। भाडाङडाङ खेल्ने काम नकाज क्या यस्तो। अब साथीहरू आयो हामी झिलिमिली फुलहरू फुल्ने ठाउँतिर होइन। यति घुम्न आउने बेला पानी पऱ्यो। अब कहाँबाट घुम्ने त हौ यस्तो छ। अनि झिलिमिली फुलहरूमा 비건 관계로 비역 2장에 만원 드립니다.
제주 노도 땅콩은 2만 원짜리 만 원에 드립니다. 헬로 다들. चौरे पुफाल बोकी भेटिन्छ कि कुनै चरी शिरैमा शिरफुल हातैमा होइन मायाको पिञ्जराट उडी जाउँ है मैना बेलमा खोतिरे याम खारा भिरै भिर भेटै होला मै खोट सिरे बेलमा आनन्द हाल्थेँ मैले जाउँ
केही छैन यो जाउँ 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 फरक घुमेर गइहालौँ के यिनीहरूको त्यसमा यो के हाम्रो त्यसै यो जहाँ खोलातिरै फल्छ यो केराहरू यिनीहरू के नहुने यो टन्डेल हस्पिटल बच्चा राखेको घर क्या यिनीहरूको त्यसमा नहुने चिजहरू यिनीहरू जाउँ 우리는 이제 도착했어. 여기를. पानी पर्ने बेला चाहिँ फकटी आएको थियो कि अब राम्रो बनाएको छ तँ दामी बनाएको छ त्यो त झन्डा रहेछ त हामी उता त गएछ नि पहिला साथीहरू हामी चाहिँ यो थ्यान अनि क्या दाजु कहाँ कुन ठाउँ यो थ्यान यो घुमेर अब निक्ल्यौँ 1-1.5 घन्टा हिँड्यो अब दाजु भाउजूको फोटो खिच्दिएँ आफूले चाहिँ बनाएन यार अब हामी हिँड्यौँ ल हामी चाहिँ घुमेर निक्ल्यो अब साथीहरू अब जानुपर्छ फेरि आफू त इन्सानमा पुग्नुपर्ने हुन्छ निकै टाढो छ है साथीहरू ल यहाँबाट हामी चाहिँ निक्ल्यौँ ल ल हाम्रो गाडी ऊ त्यो डाँडा पाऱ्यो के ऊ त्यो जङ्गलको रुखहरू पारी यतातिर होला नि कहाँ आउँछ जिन्दाबाद जिन्दाबाद अहिले ल बोरिङको त्यो बोरिङ पनि एकछिन हेर्न चाहिँ मिल्छ है ल टाइम चाहिँ छ क्या अरे अब झ्याउने ए खोज्दै पर्छ ऊ त्यो रुखको पछाडि हो त्यो रुखहरूको माछा कुद्यो है माथि नक्कली माछा कुद्यो सुक्खल्यो
약 300m 앞 회전 교차로에서 우측 방면 오른쪽 1시 방향입니다. यस्तो भरबाट मिलाएको छ मिल्ने रेखा देखाइरहेको छ मिल्ने रेखा देखाइरहेको छ